यो संसारबाट भगवानको पाउमा पुग्नको लागि जम्मा 13वटा सिँढी छन् सज्जन। 13 सिँढी। 13 सिँढी मध्येमा पहिलो सिँढी के हो त? अस्मद् गुरुभ्यो नमः, यो पहिलो सिँढी हो। परम गुरुभ्यो नमः दोस्रो सिँढी हो। सर्व गुरुभ्यो नमः तेस्रो सिँढी हो। हुँदै 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 11मा सिँढीमा विश्वक्षण हुनुहुन्छ, प्रधानमन्त्री, जसको इशाराद्वारा पुरा वैकुण्ठ चलेको छ। अब 12मा सिँढीमा लक्ष्मी आमा हुनुहुन्छ, जीवात्मालाई भगवानका काखमा राख्नको लागि पुरस्कार भनेर बस्नु भएको छ लक्ष्मी आमा। काहीँ भगवानले केही भन्नुभयो मेरो होइन भन्नुभयो भने प्रमाण दिनको बेला लक्ष्मी आमा बस्नु भएको छ। त्यही हुनाले अ उ म ओम भन्छौँ नि, ओममा 3 अक्षर छन्। अकारार्थो विष्णु जगदुदय रक्षा प्रलयकृत, मकारार्थो जीव तद्वकरणम वैष्णवमिदम, उकारो नन्यारम निवेदि सम्बन्धम अनयो हो। अ भनेको नारायण, म भनेको जीवात्मा, ओ भनेको लक्ष्मी। लक्ष्मी आमा यता जीवात्मा उता परमात्माको बिचमा बसेर हे प्रभु यो हजुरकै हो है, अरूको होइन। भगवान शेषी हुनुहुन्छ, जीवात्मा शेष, हामी सबै शेष हौँ। भगवान नाथ हुनुहुन्छ, हामी अनाथ। हामी अनाथ छौँ। हाम्रो नाथ केवल भगवान नारायण। हामी नारायणका प्रिय कहिले बन्छौँ त? जहिले आचार्य श्री चरणको शरण परेर भगवानका श्री चरणलाई वहन गर्दछौँ, त्यो दिनदेखि हामी भगवानका दास बन्छौँ, नभए दास बन्दैनौँ।